आज चाहिँ हामी खौला जाँदैछौँ। अहिले चाहिँ हामी यहाँ खोला वारी आइसक्यौँ। यहाँनिर खोला छ अनि यहाँदेखि त्यहाँनिर चाहिँ हाम्रो घर भइहाल्यो। त्यो चाहिँ हाम्रो घर भइहाल्यो। हामी चाहिँ यो उकालो चढ्न लाग्छौँ। यहाँ हो टपमा खौला चाहिँ। सो यहाँदेखि लाग्छ होला 1-1.5 घन्टा। लेट्स चेक इट आउट। होइन म देखाउँदै गर्छु हजुरहरूलाई। अहिले चाहिँ हामी यहाँ खोला आइसक्यौँ। अब चाहिँ हिँडेर जाने मजाले हिँडेर घुम्नुको मजा छुटिसक्यो। पहिला बच्चा बेला झन् सधैँ गइरहेको ठाउँ आजकल धेरै भएको थियो नगएको। आज जाँदैछु दुईजना अहिले। माथि दामी छ ठाउँहरू म देखाउँछु हजुरहरूलाई। दामी नै छ होला आजकल। लेट्स चेक इट आउट गाइज। आज लाली गुराँस पनि खानुपर्छ। सबैजना स्टे ट्युन। सो अहिले चाहिँ हामी आधा बाटो भइसक्यौँ। पुरै त्यो आधा त होइन, यहाँनिर आप्चे काब्लो छ त्यसको आधा बाटो हामी आइसक्यौँ। पसिना अनि सँगसँगै यो के भएको नाक पनि चिलाइरहेको क्या, हाच्छिउँ आउला जस्तो भइरहेको। पसिना पनि यस्तो पसिना बग्यो आम्मामा कुरै छोडिदियो। झन् दिउँसो कति 9 बजीतिर निस्क्यौँ हामी, 9:30 बज्यो। त्यही भएर पनि होला घाम पनि टाढो भएर यो उकालो यस्तो उकालो चढ्दा चढ्दा शरीर पुरै दुने भइसक्यो। पुग्नु त पुग्छौँ होला, टाइम लाग्छ होला। त्यही भएर मैले भिडियो पनि बनाएन कि बिच बाटोमा। सिधै झ्याउ हुन्छ भनेर सिधै माथि पुगेर बनाउँछु सोचिरहेको छु। सो धेरै पनि नबोलौँ। हामी चाहिँ अहिले यति आधा बाटो आइसक्यो। यता देखाइदियो त यहाँ तलदेखि हामी चाहिँ तल गिजा भइहाल्यो। अहिले चाहिँ हामी माथिसम्म आइसक्यौँ। सो अब सिधै डेस्टिनेसनतिर चलौँ। अहिले चाहिँ हामी आप्चे काब्लो गाउँ पुगिसक्यौँ। अल्छी लागिरहेको, जिउ थाकिसक्यो पुरै पसिना आएर। अब चाहिँ हेरेर अगाडि आप्चे काब्लोको स्कुल छ अनि यता चाहिँ म हेरेर यो गोइरीको गाउँ देखेर राम्रोसँग देखिया रहेछ। त्यही देखाउनलाई भिडियो बनाऊँ मैले चाहिँ। यहाँ चाहिँ यता आप्चे काब्लो भइहाल्यो। ऊ त्यो पर गोइरी दामी देखिरहेको। यतादेखि गोइरी, यता तल झाडी, यता गिजा चाहिँ देखियो होइन। गिजा चाहिँ अहिले देखिन्छ होला। सो त्यही नै हो। सो अहिले चाहिँ हामी आधा बाटो आइसक्यौँ। तलदेखि हुँदै यहाँ माथि आधा बाटो आइसक्यौँ। तल चाहिँ गिजा चाहिँ अनि यहाँदेखि अझै माथि जानुपर्ने छ, देखिया होइन। आधी बाटो आइसक्यौँ। सो अहिले यहाँनिर चाहिँ हामी रेस्ट गर्नलाई बसिरहेछौँ। पानी खाएर अनि त्यहाँ पछाडि यता लाली गुराँसहरू देख्यौँ। यता पुरै रातै छ लाली गुराँस। त्यहाँ पनि यहाँ क्यामेरामै देखिरहेन क्या, त्योमा रातै छ। यो रुखमा पनि रातै छ अनि यहाँनिर पनि रहेछ। यो त थोरै हो क्या, यो भर्खर लाली गुराँस देखिन सुरु भयो। अझै यो त थोरै हो। अझै हामी माथि जाँदै गर्छौँ। झन् जङ्गल हुँदै आउँदै गर्छ, झन् लाली गुराँसहरू आउँदै गर्छ। त्यही नै हो। अहिले चाहिँ म यो लाली गुराँस टिप्छु। ल समात मैसे 2वटा जति टिपेर ल्याउँछु, किनभने अहिले बेलुका चाहिँ जाँदाखेरि टिपेर घर लग्छौँ। अहिले चाहिँ 2वटा जति टिपेर ल्याउँछु, किनभने अहिले बोक्ने त्यही धौ छ। यही माथि झन् सामानहरू छ। त्यही सामानहरूले झन् धौ भए, यसले त झन् धौै पार्छ। त्यही भएर धेरै टिप्दिनँ म। धेरै दुःख ननि यिनीको त्यहाँ कौला हुन्छ नि, भाँच्यान्छ नि। ल समात क्या, कसरी आउने कि समात के कहाँ छ बे टेक्ने। झर्नै गाह्रो भयो। कहिले रुख्छ अरे पो हुन्थ्यो। अरे यो लाली गुराँस यो हो कस्तो दामी छ। राष्ट्रिय फुल हो त यार। वाह यसो मैं खुट्टा दुखेर जिउ थाकेर केही बोल्न नि मन लागेन। यस्तो छ हालत। यो खुट्टाको चाहिँ पिरौला देखिरहेको। तल देखिरहेको चाहिँ गिजा गाउँ भइहाल्यो। हामी चाहिँ हो यहीँदेखि हामी
त्यहाँदेखि आयौँ यहाँ खोलादेखि माथि हुँदै अगाडि यहाँ स्कुल भइहाल्यो अब चाहिँ स्कुल। त्यहाँदेखि माथि हुँदै यहाँ आयौँ। यो भिडियोमा चाहिँ सानो नजिक देखिन्छ होला तर रियलमा लास्ट टाढा एकदमै टाढा छ। उकालो पनि सिधै ठाडै उकालो छ। हिँडे पनि पुरी फुल्ला रहेछ। अनि ऊ त्यहाँ देखिरहेको चाहिँ त्यो चाहिँ बार्कुको स्कुल हो। अनि यहाँ तलदेखि चाहिँ हाम्रो त्यहाँ तलदेखि चाहिँ हाम्रो ड्याडी पढाउन गइसिन्छ कि त्यहाँ स्कुल भनेपछि त हामी एक दिन हेरेर यस्तो थाक्यौँ भनेपछि त ड्याडीलाई चाहिँ डेली हो कि हिँड्ने। कस्तो हुन्छ होला त्यो बानी बस्यो होला ड्याडी तर किन्नुपर्छ भन्ने सोचिरहेको छु मैले। हिँडेर पनि कहाँ नै हो। त्यहाँ मान्छे भेट्यो त्यहाँ स्कुल लिएर अब त्यहीँ बसोबास हुनसक्छ। हामी चाहिँ बस्दै हिँड्दै गरेर यो बरु ढिलो पुग्यो नि केही छैन थकाइ चाहिँ मारिरहेको छौँ। हान्ने र यतातिर यहाँ टपसम्म यहाँदेखि फेरि त्यही तल देखाइरहेको थिएँ नि मैले अगाडि खोला त्यही खोलासम्म हो कि यहाँको मान्छेहरू घट्ट पिस्न जाने कि पिसानहरू गरिजान्छन् होला। त्यही सोचेर छक्क के सोच्नै नसकिने यस्तो संस्थामा। अनि हामी चाहिँ यहाँदेखि हिमालहरू देखिन्छ होला आज पनि सोचेको थियौँ। यता पुरै कुहिरो हो कि यो फोहोर हो कि हो आकाशमा पुरै उड्या रहेछ। काठमाडौँमा एक्लै उड्छ भन्ने सोचेको थिएँ मैले त। तिर पनि यस्तै रहेछ काठमाडौँको जस्तै पनि उड्दो रहेछ। त्यही भएर अलिक क्लियर छैन आज आकाश चाहिँ नत्र माथि खौलादेखि चाहिँ पुरै क्लियर दामी आउँथ्यो। नभएर आज टेन्सन भयो झन्। यत्रो दुःख गरेर आइयो झन् त्यही माथि आकाश नै क्लियर छैन। सो त्यही नै हो। धेरै गफ नहानौँ सोध्दै नै हो अहिले।